नमस्कार साथीहरू। आज म तपाईहरुलाई कुनै पनि बैंकको पासपोर्ट अथवा मोबाइल बैंकिङको पासपोर्ट कसरी रिसेट गर्ने अथवा कसरी चेन्ज गर्ने भन्ने बारेमा जानकारी दिँदैछु। त्यसको लागि तपाईले प्ले स्टोरमा गएर तपाईको कुन बैंकको एकाउन्ट छ त्यही बैंकसँग सम्बन्धित एप्लिकेसन या सर्चमा गएर चाहिँ इन्स्टल गर्नुपर्ने हुन्छ। म चाहिँ माछापुच्छ्रेको छ। म माछापुच्छ्रे बैंकमा गएर यो एप्लिकेसन डाउनलोड गर्छु। मैले चाहिँ अलरेडी यसमा गरिसके भएको कारणले चाहिँ यसलाई म ओपन गर्छु। तपाईहरुले जुन बैंकको एप्लिकेसन छ त्यही बैंकको एप्लिकेसन इन्स्टल गर्नुस्, त्यसपछि यसलाई ओपन गर्नुस्। यति गरिसकेपछि तपाईले यो खुल्दैछ। यहाँ गएर प्रोसिडको चिन्ह आउँछ, यो प्रोसिडमा क्लिक गर्नुस्। त्यसपछि यो किसिमको एउटा पेज खुल्छ। यसमा गएर तपाई अब तपाईको पासपोर्ट रिसेट गर्न चाहनुहुन्छ अथवा त्यसलाई चेन्ज गर्न चाहनुहुन्छ भने यो तल अनेबल टु लगइन भन्ने छ, यसलाई क्लिक गर्नुस्। त्यसपछि फरगेट टु पासवर्डमा गएर क्लिक गर्नुस्। यदि तपाई नयाँ युजर हो भने भर्खरै चाहिँ तपाई मोबाइल बैंकिङ चलाउँदै हुनुहुन्छ अथवा चलाउन आँट्नु भएको हो भने चाहिँ तपाईले यो एक्टिभ एकाउन्टमा जानुपर्ने हुन्छ। तर हामी चाहिँ पासपोर्टलाई रिसेट गर्दैछौं, त्यही भएर फरगेट पासवर्डमा जानु। यसमा क्लिक गर्नुस्। त्यसपछि यहाँ तपाईलाई मोबाइल नम्बर माग्छ। यो मोबाइल नम्बर चाहिँ तपाईको बैंकमा जुन नम्बर रजिस्टर छ, जुन नम्बर दिनु भएको छ त्यो नम्बर नै यसमा लगाउनु पर्ने हुन्छ। म लगाउँदै छु। यति गरिसकेपछि यसलाई कन्टिन्युमा क्लिक गरिदिनुस्। फेरि यसलाई ओके गरिदिनुस्। त्यसपछि यो किसिमको एउटा एसएमएस मा रिडाइरेक्ट हुन्छ। यसलाई एसएमएस बाट चाहिँ यसलाई सेन्ड गरिदिनुस्। तर तपाईको मोबाइलमा मिनिमम ब्यालेन्स चाहिँ हुनुपर्छ। कोड सक्सेसफुली भनेर आइसक्यो। यति भइसकेपछि तपाईलाई ब्याक गरिदिनुस्। यसले 5-10 सेकेन्डको टाइम लिन्छ। रिक्वेस्टिङ हुँदैछ। यति भइसकेपछि अब तपाईको मोबाइलमा ओटीपी आउँछ। जस्तै कि मेरो मोबाइलमा एउटा ओटीपी आइसक्यो, यहाँ मेसेजको चिन्ह आइसक्यो। यहाँ गएर चाहिँ मेसेजको चिन्हमा क्लिक गर्छु अनि ओटीपी लिन्छु। यो जुन 6 वटा ओटीपी छ, 6 वटा नम्बरको ओटीपी, त्यसलाई चाहिँ तपाईले लगाउनु पर्ने हुन्छ। जुन मैले एरोले देखाइरहेको छु, यसलाई चाहिँ तपाईले यहाँ लगाउनु पर्ने। यति गरिसकेपछि तपाईलाई कन्टिन्युमा क्लिक गर्नुस्। यसको पनि टाइम हुन्छ, जुन यहाँ सेकेन्ड चलिरहेको छ, तर यति भित्रमा गर्नुपर्छ है। यदि यो टाइममा गर्नु भएन भने फेरि तपाईको कोड एक्सपायर हुन्छ। कन्टिन्युमा क्लिक गर्नुस्। अब यहाँ तपाईको बैंकको एकाउन्ट नम्बर लगाउनु पर्ने हुन्छ। तपाईको जुन बैंकमा खाता छ त्यो नम्बर यसमा लगाउनु पर्ने हुन्छ। म लगाउँदै छु। यति गरिसकेपछि यसलाई फेरि कन्टिन्यु गरिदिने। अब तपाईलाई एउटा यहाँ चाहिँ क्वेशन सोध्छ। यो क्वेशन चाहिँ के भन्नुहुन्छ भन्दाखेरि तपाईले मोबाइल बैंकिङ खोलिसकेपछि तपाईले त्यहाँ सेक्युरिटी क्वेशन चाहिँ सेट गरेको हुनुपर्छ। यदि तपाईको मोबाइल बैंकिङमा सेक्युरिटी क्वेशन सेट गर्नुभएको छैन भने चाहिँ तपाईले तपाईको नियरेस्ट ब्रान्चमै जानुपर्छ। तपाईको नजिकैको जुन ब्रान्च छ त्यसमै जानुपर्ने हुन्छ। यदि तपाईसँग सेक्युरिटी क्वेशन अलरेडी सेट गर्नुभएको छ भने चाहिँ तपाई बैंक जानु पर्दैन। तपाई जहाँसुकै भए पनि नेपालको जुनसुकै कुनामा भए पनि तपाईसँग मोबाइल छ भने यही मोबाइलबाट गर्न सक्नुहुन्छ। मैले चाहिँ यहाँ सेक्युरिटी क्वेशन अलरेडी मसँग राखेको थिए, सेभ थियो। जसरी पासवर्ड सेभ गर्नुहुन्छ यो पनि त्यसरी नै राख्नुपर्छ, लेखेर हुन्छ अथवा तपाई कसरी सेभ गर्न सक्नुहुन्छ आफूले सम्झिने तरिकाले त्यसरी गर्नुपर्ने हुन्छ। अब यसमा चाहिँ मैले एउटा सेक्युरिटी क्वेशन सोध्छ। यो किन सोधेको भन्दाखेरि यसले चाहिँ आइडेन्टिफाई गर्नको लागि बैंकले यो जो चलाउँदैछ यो मान्छे
स्वयं मान्छे हो कि होइन भनेर चाहिँ उसले एउटा क्वेसन सोधेको। यति गर्न साथ तपाईँको पासवर्ड रिसेट हुन्छ। जस्तो कि म लेख्दैछु, मैले लेखेँ, त्यसपछि यसलाई कन्टिन्यू गरिदिएँ। यति गरिसकेपछि अब तपाईँलाई सेक्युर योर एकाउन्ट विथ पासवर्ड भनेर भनेको छ। अब चाहिँ तपाईँले यहाँ आफ्नो एकाउन्टको नयाँ पासवर्ड लगाउने। जस्तो कि म लगाउँदैछु, यति गरिसकेपछि तपाईँले यसलाई कन्टिन्यूमा गरिदिनुहोस्। त्यसपछि फेरि यहाँ ट्रान्जेक्सन पिन पनि आउँछ। तपाईँले 4 डिजिटको ट्रान्जेक्सन पिन पनि लगाउनु पर्ने हुन्छ। त्यसपछि अब तपाईँ यसमा गएर चाहिँ गो टु लगइन पेजमा जानुहोस्। अब तपाईँले यसबाट जुन पासवर्ड अघि चेन्ज गर्नुभयो त्यो पासवर्ड लगाएर अब तपाईँले आफ्नो मोबाइलमा आफ्नो मोबाइल ब्याङ्किङबाट मोबाइल ब्याङ्किङ लगइन गर्न सक्नुहुन्छ। जस्तो कि म अहिले भर्खरै चेन्ज गरेको पासवर्डबाट तपाईँलाई लगइन गरेर देखाउँदैछु। पहिले आफ्नो रजिस्टर मोबाइल नम्बर लगाउनुहोस्। त्यसपछि पासवर्डमा अब तपाईँले अहिले जुन पासवर्ड चेन्ज गर्नुभएको छ त्यही पासवर्ड लगाउनुहोस्। म लगाउँदैछु। त्यसपछि लगइन गर्नुहोस्। यसरी अब तपाईँले आफ्नो फोनबाटै ब्याङ्क नगइकन नै तपाईँले आफ्नो मोबाइलबाट आफ्नो मोबाइल ब्याङ्किङको पासवर्ड रिसेट गर्न सक्नुहुन्छ। यस्तै जानकारीमूलक भिडियोको लागि यस टेक ट्युन नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। भिडियो कस्तो लाग्यो हेरेर प्रतिक्रिया पनि दिनुहोला। भिडियोलाई लाइक, कमेन्ट, सेयर एन्ड सब्स्क्राइब पनि गर्नुहोला। आजको लागि यति नै। फेरि अर्को भिडियोमा भेट्ने बाचासहित आजको लागि हवस् त। जय नेपाल, नमस्कार।